हेलो फ्रेन्ड्स, यो तपाईँले देख्नुहुँदै गरेको चाहिँ निम्बु हो। सो वेलकम ब्याक टु माई सर्ट मिनी ब्लग है। म चाहिँ यो निम्बुको चाहिँ के गर्छु भने नि अचार बनाउँछु भाइमा हो। यो चाहिँ मैले अलिकति बफाएको थिएँ, बेसी बफाउँदिनँ, अलिअलि बफाएको थिएँ हो। अनि यसलाई चाहिँ अब भोलि एक काम सुकाएर चाहिँ तपाईँलाई फर्दर प्रोसेस बनाएको तपाईँलाई देखाउँदै जानेछु, हेर्दै गर्नुहोस् होला। र साथीहरू, यो निम्बुलाई चाहिँ मैले एक घाम सुकाइदिएँ है। घाम त्यस्तो दामी त लागेन, बेसी राख्यो भने फेरि कुहिन्छ। अनि एक घाम भनौँ न, अब एक घाममा सुकाएर चाहिँ यसलाई 2 पिस गरेको छु। र यसमा चाहिँ यो मसला चाहिँ ज्वानो, जिरा, मेथी, धनियाँ लगाएर चाहिँ पिसेको, ग्राइन्ड गरेको, भुटेर। सो यसलाई यहाँनिर मिक्स गरिदिनु पर्ने हुन्छ। निम्बुमा त्यसरी लगाइदिनुपर्छ। यो नै हो मेन टेस्ट दिने नै, ज्वानो, जिरा, मेथी भुटेर चाहिँ, धनियाँ भुटेर चाहिँ बनाएको यो पिठो चाहिँ यो मेन अचारको, निम्बुको अचारको मेन रेसिपी नै यो हो। सेन्ट पनि मक आउँछ। त्यहाँदेखि यसमा अलिकति एड गरिदिएँ हल्दी, जस्ट कलरको लागि। त्यहाँदेखि यसमा अलिकति रङ खोर्सानी है, कतिको पिरो खानुहुन्छ त्यही अनुसारले लगाइदिएँ। त्यहाँदेखि चाहिँ स्वाद अनुसार नुन, स्वाद अनुसार नुन भयो। र यसमा चाहिँ यहाँ तेल खारिरहेछु, यो तेल पनि मिक्स गरिदिन्छु। र यसलाई मजाले सेलाउन दिनुपर्छ हो। अनि मजाले सेकेर चिसो भएपछि चाहिँ हेर्नुहोस् चाहिँ बाइमा लगाउनुपर्छ। र चाहिँ अचार पनि यति मात्रै भयो, निम्बु कम्ती थियो नि त, अन्त यति मात्रै भयो हो। अब यो चाहिँ हप्ता दिनमै खाने हुन्छ।